एडभेन्चर कडा भइरहेको छ यहाँ एक मात्रै डेन्जर पहिले गएको रहेछ यहाँ बालु कालो रहेछ होइन एउटा खोलामा तर्न अलिक गाह्रो छ अहिलेसम्म त सबैभन्दा ठुलो खोलाहरू लाग्दैन ब्रेकमा आउँदाखेरि कसरी तर्छौँ हामीले अब होइन अब छ झर्नाहरू तारे त्यो झर्नै झर्ना मुन्मुन्देन बाटो कि हो ओ रमाइलो भयो रमाइलो ल ओहो कति राम्रो राम्रो भ्यू भोलि यतापट्टि चाहिँ यस्तो यो लेकको किनारै किनार ओइ आयो आयो फाइनली हामी क्यान्सिङ गुम्पा आइसक्यौँ खसीको मासु छोडी छोडी आएको हेलो गाइज गुड मर्निङ फ्रम नुवाकोट हिजोको टिकानी घर रहन्छ अब चाहिँ हाम्रो लाङटाङ यात्राको लागि हामी अलि छिटै जाने भनेको अब तर 7 बजिसक्यो अनि 1-2 घन्टा ढिला भयो नि अब हामी एकदम तर्खरमा छौँ अब चाहिँ हामी एकदम रेडी भएर 10-15 मिनटमा चट्ट ल हामी अब निक्लिएछौँ घरबाट दिदी ल ल है त ल ल नरुनु नरुनु रुनु पर्दैन विदेश जानलाई म ल ल अब लगभग ब्याकप्याक्स भयो मोबाइल बोक्यो सबै कुरा बोक्यो स्टिक ट्रेकिङ सामान सब फाइनली 7:18 मा हामी घरबाट निक्ल्यौँ अब हामी सेपावेस्टीतिर गएर बस्छौँ ल लागौँ हेलो आमा गए है भाइ माइजू अलिकति घरबाट पुलसम्मको बाटो चाहिँ अप्ठ्यारै छ सानो खोला तर्नुपर्छ हामीले हेलो माइजू म हिँडेको है त बाई बाई हस् हुन्छ ल हुन्छ अर्थ पहाडी हो त हुन्छ सँगै त्यहाँसम्म सँगै भइहाल्छ नि होइन सँगै भइन्छ त हिँड्नु अलि राम्रो ठाउँ रोकेर नुन सुन्ने यताउति किन्नुपर्छ तुक्का लाग्छ रे त्यही खाना खाने ठाउँमा पुगिहाल्छ अगाडि बजारै बजार छ ल पौडी खेल्न कुनै बाङ्गो यस्तो रहेछ क्या यो पुल चाहिँ भन्ने लड्यो नि यो पुल पनि टाढीको पुल अलिक बाङ्गो रहेछ क्या तपाईँको हाम्रो सिधा पुल छ नि त बाङ्गो रहेछ नि डेन्जर भएर फाइनली हामी अब यो बाटो चाहिँ कहिले नभन्ने भयो माथिको पहिरो छ नि भइल आउने क्या कस्तो बनाएर छ पानीले छोपेको छ कि पिटिन जाने आएर राखेर बित्नु भएको त्यही हो पिटिन जाने मरेको ठाउँ यही हो ट्याक्कै यो बिचमा त्रिवेणी टाको बिचमा राखेर पिटिन जाने चाहिँ भित्ता उनी बनाएको छ बिहान उठ्दा हिमाल देख्न पाइयो
गाइज हाम्रो ट्रेक एक सफल होला जस्तो छ, अलि राम्रै होला, सफल भन्दा नि हाम्रो ट्रेक राम्रो होला जस्तो छ। हामीले बिहान बिहान हिमालको भ्यू देखिरहेको छौँ अगाडि, मनै छुट्टै भइरहेछ। पानी पर्छ भन्ने न्युज चाहिँ मौसम विभागले दिएको थियो, तर अगाडि हिमाल देख्दाखेरि मलाई छुट्टै ऊर्जाहरू उत्पन्न भएको छ भित्रबाट। ब्युटी हेर्नुहोस्, ब्युटी यहाँ मर्निङ भ्यू, पहिले चारैतिर बादलै बादल, बिचमा हिमाल। हामीलाई यस्तो अस्ट्रेलियामा पाइन्छ, युकेमा पाइन्छ, क्यानाडामा पाइन्छ, पाइँदैन नि। नेपाल आऊ गाइड, नेपाल आऊ, यसो हेर्न आऊ यहाँ गाइड। रहेछ ल, राम्रो जानु, पुगेर फोन गर्नु है। ल बाई बाई, शुभयात्रा हजुरलाई भने। पानी नपरेर आइपुगिसक्यौँ। अहिले हामी अब यहाँ ट्रेकिङको लागि अब यसो पैसा निकाल्न खोजेको, यहाँ आउट अफ सर्भिस भयो, बाबुले धोका दियो। अबको इच्छा भनेको नि फेला आयो आज जिन्दगीमा। अब हामी त्योमा हामी एनएमबी र माछा पोछिरहेछ। माछा मान्छेलाई माछा पुछेबाट निकाल्न त भयो जस्तो लाग्यो। त्यस्तै लागिरहेछ मलाई पनि। यता 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 धुन्से 48, हामी जानुपर्ने स्याप्रो बेसी 63 किलोमिटर रहेछ यहाँबाट ठ्याक्कै। ल लागौँ है त अब यहाँ फेरि एकदम आँखै हुन्छ नि, राम्रो आँखै दुख्ने खालको भ्यू छ क्या, राम्रो क्या, त्यति राम्रो क्या। बिस्तारी बिस्तारी एकदम मैले देखेदेखि पहिरो जाने ठाउँ क्या यो चाहिँ। अहिलेसम्म पहिरो रोकेको रेकर्ड छैन। आइराख्ने गइराख्ने अलिकति साइन्टिफिक वेमा यसलाई चाहिँ ठिक्क गर्नु पर्यो। अस्ति त्रिशुलीको बाढी आउँदाखेरि चाहिँ मान्छेलाई हेलिकप्टरबाट उद्धार गरेको ठाउँ चाहिँ यो पारिको हो। अनि उग्रा आउनु नि फेरि उग्रै छ नि त्रिशुली फेरि। नुवाकोटको अन्तिम ठाउँमा आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी रसुवातिर लाग्छौँ। धेरै छौँ अब, धेरै नजिक हुन लाग्छ हामी। अब रसुवातिर आइसक्यो, काठमाडौँबाट नुवाकोट हुँदै नुवाकोट छोडेर अहिले हामी रसुवा आएछौँ। धन्यवाद। माथि माथि मास्तिर मुनिको बाटो चाहिँ उता जाने के अरे, अस्ति हामी झर्ना गएको थियौँ नि तल, त्यहाँबाट पुग्छ। झर्ना हामी माथिबाट देख्छौँ अहिले, मस्त भ्यू देख्छौँ। चौतारीहरूमा गीतमाथि अफरोड आयो गीत नगा पछाडि जाउँ अनि मैले बोलाएर आउँछु अनि यो बाटो पिच हुन्छ। मौसमले साथ दिइरहेको छ, भारी वर्षा हुने चाहिँ सम्भावना थियो मौसम विभाग अनुसार। अहिले तर त्यस्तो छाडकाट छैन। अब पनि 5 घन्टासम्म नि वर्षा भएन भने चाहिँ मौसम विभाग फेल खान्छ। ज्वाइँको घर चाहिँ धारापानी यही ठाउँमा हो। ज्वाइँले त्यही कृषि क्रान्ति गर्ने कुरा गर्नुभएको थियो। ज्वाइँको घर चाहिँ मलाई ठ्याक्कै कता हो थाहा छैन, तर यो ठाउँमा चाहिँ लामिछानेहरू बढी छन्। फाइनली भेटियो केटा हो, फाइनली एकछिन हामी अब यहाँ चिया खान्छौँ, त्यस पछाडि गाडी बढ्छौँ निश्चित रूपमा। गाइज हामी अब यहाँ ब्रेकफास्ट खाएर अब छिटो हामी निक्लिन्छौँ। हामी जानुपर्छ, अब कसरी हुन्छ स्याप्रो बेसी पुग्नु छ आज। हामी अहिले धेरै माथि आइसक्यौँ। यहाँबाट तलको भ्यू पनि राम्रो देखिरहेछ। त्यो भाङ्गे झरना भनेको त्यो मुनिको झरना हो होइन, यहाँबाट धेरै सानो देखिरहेछ। त्यो एकदम भाइरल भएको झरना पनि हो। त्यहाँ एकदम क्राउड, मान्छे धेरै आउन जाने हुन्छ शुक्रबार शनिबार होइन। त्यो माथि कति राम्रो बस्ती पनि रहेछ। अनि त्यहीको पानी चाहिँ यता खसेर झरना बन्छ मुनिपट्टि। ठाउँ चाहिँ साँच्चीकै रमाइलो ठाउँ छ है। धेरै माथि आइसक्यौँ। यहाँबाट मुनि एकदम धेरै मुनि खोला देखिरहेछ, नदी। साइडको भ्यूहरू पनि दामी देखिएको छ, क्लिन वेदर छ।
अहिलेसम्म पानीले हामीलाई साथ दिइरहेको छ, पानी परेको छैन, मौसमले साथ दिएको छ। अब हामी छिट्टै धुन्चे बजार पुग्दैछौँ। त्यहाँबाट सेप्रोबेसी पुगेर हामी अगाडि लागिहाल्छौँ। 13 किलोमिटर रहेछ हुन्छ यहाँबाट। यता नि छ देख्यो है। फाइनली वी आर एट धुन्चे आइसक्यो अहिले हामी। धुन्चेमा हामी अब पानीले परिरहेको छ अलिअलि, खाना खाने क्रममा छौँ। सट्ट हाम्रो अलिक कमेडी यतापट्टि फोनमै व्यस्त हुनुहुन्छ, दादा पनि फोनमै व्यस्त हुनुहुन्छ। अंश दादा, म यहाँ यस्तो भ्लग बनाइरहेको छु। अब हामी चट्ट यहाँ खाना खाएर ट्याक्क अनि हामी हिँडिहाल्छौँ। अब रेनकोट लाएर पनि हिँड्छौँ अब। के हो यस्तो अबै कस्तो आज त मेरो भनौँ न। ल हामी अहिले सेप्रोबेसी आएर सेप्रोबेसीबाट अब लाङटाङको लागि हामी ट्रेक स्टार्ट गर्दैछौँ। हाम्रो स्टार्टिङ पोइन्ट त यहाँबाट भयो होइन। अब हामी यहाँबाट स्टार्ट गरेर जान्छौँ। ल हाम्रो ट्रेकिङ सुरु भयो। ट्रेकिङ गाइज, यात्रा लाङटाङको बिस्तारै बिस्तारै अब हामी लाङटाङतिर लाग्दैछौँ। अब हामी यहाँ पुल तरिसक्यौँ। अब अगाडि यो अरे ओ रोहित पाडी त हाई भन्नु पऱ्यो नि त। अनि कठिनाइहरू पार गर्दै हामी पहिलो कठिनाइ पार गरिसक्यौँ। फेरि उकालो लागिसक्यो। उकालो ओह्रालो उकालो ओह्रालो गर्दा गर्दै यार झुक्कै जुकाले गर्नु गरो। जुका चाहिँ उत्पात आउँदो रहेछ यहाँ होइन। जुक्का र बाटो दुइटै बराबर हेरेर हिँड्नु पर्यो। के छ अवस्था जुकाको? जुका लाएर नयाँ जुत्ता भयो, नयाँ भएर हो कि जुका जति मन पराएको? हो अन्त खोलेर हेर्नु पर्छ त्यता अब माथि सुति खाऊ पर्यो हेर्ने। 13-20 यार। मुख्य धुनु पर्यो पस्छ आम्बो पसिनै पस्नु। आफ्टर 1 आवर फन सेप्रोबेसी फाइनली झर्ना भेटेको छ। केटाहरूलाई एकदम मन पराएको छ। जुकाले खाएर खुट्टाको अवस्था फेरि रविको फेरि एकदम नाजुक छ, नाजुक। यहाँ 2 ठाउँमा टोकेर गाह्रो बनाएको छ फेरि। अझको हाम्रो बास ब्याम्बोमै होला जस्तो छ, तर हामी अझ अगाडि जाने होइन भन्छ जाने हो सक्यो भने गुड। टाइम आयो भने ठाउँमा सकिहाल्छ। जुकाले टोक्यो भने मान्छे चाहिँ जोस्मै छ है। जुकाले 3 पाउन्ड जति रगत खाइदियो नि। खाइदो खाइदो खाइदो। उनीहरू रङ लेखिरहेको छ नि त प्रश्न। ल फाइनली उकालो आयो। अब हामी उकालो लाग्दैछौँ। ल जुका पनि आउँछ अब। ल उकालो सँगसँगै बल्ल लाङटाङ ट्रेकिङ आएको जस्तो फिल भयो मलाई। नाम पनि देखियो यहाँ। बस कति राम्रो रहेछ र पारिपट्टि। आहा अहिले हामी पहिरो भन्ने ठाउँ आइपुग्न लाग्यो फोटो स्पोटमा। कृपया किनारमा नउभिदिनुहोला।
त्यहाँ लेखेको कुराहरूको एकदम फलो गरे भाइ, किन त्यो फोटो खिच्ने भनेर के देखाएको छ। एउटा अलिकति खोला आयो है, खोला पनि मजाको रहेछ झनै मजा आयो। बाटोमा खोलाहरू चाहिँ धेरै रहेछ रुटमा, खोलाहरू धेरै देख्न पाइयो। बाटो चाहिँ ठिक्क खालको उकालो उकालो रहेछ क्या, एकछिन हार्ड चाहिँ होइन तर सिम्पल उकालो रहेछ। ब्याम्बो पुगेर आज ब्याम्बो बस्ने अरू त्यहाँबाट अगाडि जाने प्लान गर्छौँ। हाम्रो टार्गेट चाहिँ ब्याम्बो कट्ने नै छ। लेट्स सी के हुन्छ। एक ठाउँमा चाहिँ डेन्जर पहिरो गएको रहेछ यहाँ पनि होइन, हामी यहाँ साइडमा चढ्दैछौँ, तल हेर्न डर लागेको छ। अहिले चाहिँ हिजोराति अलिकति हामीलाई अलिकति गाडी सकेर बस्न पाएको थिएन, कति एकदम एक्साइटेड एकदम। हामी हिजोराति त्यही होटल शेर्पामा बसेछौँ राति। अब हामी बिहान यसो पन्चु लाएर मौसम हिजो साथ दिएको थियो, आज मौसमले साथ दिएको छैन। अब हिँड्दैछौँ। अन्त हाम्रो बाहिर दिदी पनि हुनुहुन्छ। आजको हाम्रो टार्गेट कहाँ हो अरे केटाहरू, कुन ठाउँ अरे? मुन्दु। ल लेट्स गो। हिँडमै अब ल हिँडौँ ल। बिचमा राख, बिचमा यसलाई। पानी रोकेकै छैन केटाहरू, साह्रो भर लाग्छ सर। झन् सल्लो हुन्छ नि। पुलायो। अब एउटा पुल रहेछ, पुल चाहिँ भाँचेको रहेछ क्या, अनि अझै बढिरहेको छ यो चाहिँ। खोला पनि दामी देखिरहेको छ, रवि साइज अगाडि जो ओसमा छ, अलिक बेला भएपछि पछाडि नै हो। बालु उकालो रहेछ होइन, यो उकालो चाहिँ पुरा सोचेर चढ्नु पर्ने रहेछ। तलतिर चाहिँ खोला क्या, यहाँ तल खोला, यहाँ माथि पहिरो चाहिँ डेन्जर छ। फेरि उहाँ पुगिसक्यो, माथि पुगिसक्यो हामीलाई छोडेर। तलतिरको पहिरो पर्थ्यो, सही बाटो थियो। अहिले पहिरो आइरहेको छ। बहुत बाटो छ, 2400 किलोमिटर। केटाहरूको हालत खराब छ, हालत खराब। यहाँबाटदेखि नै भ्यू चाहिँ यस्तो छ है, पानी पऱ्यो आज, केही देखिरहेको छैन। हामी कन्टिन्यू। फाइनली हामी 9 पौने 10 पौने 9 चाहिँ लामा होटेल आइसक्यो तलपट्टितिर। पानी स्टिल परिरहेछ, पानी रोकिएको छैन।
मौसमले अब 3 घन्टामा चाहिँ रिभर साइड पुग्दो रहेछ। हामी अब रिभर साइडै गएर बस्छौँ। रिभर साइड बस्नु होला होइन अब हामी खाना खाना। हेलो हेलो के छ अवस्था, के छ अवस्था? मलाई चाहियो स्पा चाहियो तिमीलाई? ल ल ल माथि छ स्पा। हिमालयन सी बकथ्रोन जुस खाने त? पढ्न के हो त्यो? अन्डाको भित्रको रानो जस्तो छ त हिमालयन सी बकथ्रोन। धेरै माथि आइसक्यौँ अहिले, धेरै माथि। हामी यहाँ छौँ, खोला छ तर हामी यहाँ छौँ खोलामा। है ल खच्चड आए खच्चड। भर्खरै आएको अपडेटले चाहिँ काठमाडौँदेखि तलतिर सबैतिर पानी उग्र परिरहेको छ अरे। त्यसको प्रभावले हाम्रो लाङटाङसम्म परिरहेछ। यता नि परिरहेछ। हामी नि बिहानदेखि रिङ्गर उडेर हिँडेको, ठुलो पानी त छैन, सिम 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 पानीले सिम सिम पानी रहेछ बेमानी भन्थ्यो, साँच्चीकै हो रहेछ। निश्चित रूपमा हामी घोरा तबेला पुगेर भात खान्छौँ, भोक पनि लागिरहेछ। त्यस पछाडि हामी माथि लाङटाङ भिलेज अथवा कुन ठाउँ हुन्छ त्यहाँ बसेर मस्त रेस्ट गर्छौँ, लुगाहरू सुकाउँछौँ, अनि हामी पिकको यात्राको लागि चाहिँ भोलि मात्र निक्लिन्छौँ। आज हामी पिक सिकमा बस्दैनौँ। त्यो पोखरी हो कि पानी जम्ने हो? पानी जम्ने कस्तो है, डेन्जर यता दह जस्तो है। घोडा तबलामा खाना खाएर चट्टो लागेर हामी फाइनली हामी एउटा खोलामा आइपुग्यौँ होइन। पानी परेर हो कि हो, तर्न अलिक गाह्रो गाह्रो छ। त्यो ढुङ्गा गरेर पुगिन्छ। त्यो काठसिरामा म रवि खोला चाहिँ अलिक कडै आएको छ माथि। यो चाहिँ अहिलेसम्म सबैभन्दा ठुलो खोला होला लाङटाङ ट्रेकमा आउँदाखेरि। काठमाडौँमा 3 दिन पानी पर्ने, यहाँ खोला डराउने भइरहेछ। खोला पर्ने अवस्था छैन। कहाँबाट सर्नु पर्छ होला? उता माथिबाट होला क्या, त्यहाँबाट होला। खोला तर्नको लागि बाटो खोज्दैछौँ हामी। एउटा सेन्सर भएर चाहिँ यस्तो होला क्या, यस्तोमा चढेर घुमेर होला क्या। उता माथिबाट ढुङ्गा चढेर घुमेर होला क्या क्या। त्यहाँबाट गाह्रो छ कि चढाइन्छ यहाँबाट जाउँ भन्ने चाहिँ। सकिन्छ भिजाएर भयो नि। खोला तरिसकेका छौँ, खोला चाहिँ बढिरहेको छ। यो खोलामा अरू मान्छे आउनु भयो भने तर्न सक्नुहुन्छ जस्तो लागेन। यो लाङटाङ ट्रेक आउँदाखेरि चाहिँ बहुत एक्सट्रिम है। यो चाहिँ एडभेन्चर कडा भइरहेको छ यहाँ, कडा एडभेन्चर भइरहेछ यहाँ। उताबाट पानी निकाल्ने कार्यक्रम भइरहेछ। मेरो त एउटा मात्रै खुट्टा खिच्यो। चिसो पानी हो त। ल हेर यहाँ पानी निकालेको, पवन निकाल्नु तपाईँको छिरेन त? छिर्यो नि। बिजोक रमाइलो भयो, बिजोक के त यहाँ नआएको माछा माथिबाट
पानी बढ्यो अहिले तपाईँहरूको साथी छैन साथी साथी छैन साथी साथी आउनु तपाईँको साथी आउँछ छैन तपाईँको साथी छैन साथी एकछिन बस्नु अघि भन्दा धेरै हामी त अघि भन्दा चाहिँ साथीलाई कुरै हुन्छ फर्किनु पनि सक्नुहुन्छ है अब परे पनि हाम्रो यात्रा रोकेको छैन अहिले हामी थाप्साङ भिलेज पुग्यौँ होइन फ्रेस के हो यहाँ के देखेछ अनि थाहा भएन पानीले चाहिँ बिजोक बनायो बिजोक झर्ना त कति हो कति लङटाङमा त पुरै फालाफाल रहेछ होइन सायद झर्ना त्यहाँ माथि हिमाल पनि देखिरहेछ अलिअलि अलिकति भइजन खुल्दैछ है अब यहाँ अर्को खतरा खोला आयो फेरि अब यो खोला चाहिँ अब अहिलेभन्दा ठुलो भन्ने कुरो आएको छ यो कसरी तर्छौँ हामीले अब होइन अब हामी हेर्छौँ तर्नु त पर्यो खै जाने हो होइन साथीहरू आँट गरेर गएको छन् फरिन्छ होला अघि 2-3जना मान्छेहरू चाहिँ फर्कियो होइन 2-3 ग्रुप चाहिँ फर्किसक्यो खोला ठुलो छ भनेर अब हामी चाहिँ खोला तर्न ट्राई गर्छौँ है त जस पानीमा भिज्दै भिज्दै एक दिन भयो पुरै भिजेर पानीमा धेरै पनि भयो पानीमा भिजेर पेक आउनु नि मलाई त मजा आउँदो रहेछ ढुवा लाएर बिजोक छ बिजोक ढुङ्गामा चढेर खोलाको निरीक्षण भइरहेछ तर्ने कि नतर्ने भन्ने कुरोमा यहाँ भइरहेछ जाउँ अब साथीहरूले के भन्छन् साथी रिक्सा उधार चाहिँ हाल्नु ढुङ्गामा राम्रो सक्छ त्यहाँ जाने कसरी त्यहाँ जानु सक्दैन अलि लामो बनाएर हेर्न भाइहरू जाने एक्सपेरिमेन्टले गर्छ न पहिला चेक गर्दै हुन्छ भाइ फर्किनु भयो भने चाहिँ अब अलिक गाह्रै छ है साह्रै ठुलो आए पछाडि खोला त नसकेबाट पारीको मान्छे पारी रोकिरहनु भएको छ वारीको मान्छे वारी रोकिरहनु भएको छ भाइहरू यहाँ टर्निङ पाराले आउनुभयो होइन तर सम्भावना चाहिँ कम छ रवि छोडिदियो क्या छोडिदियो बाटो छैन क्या छोडिदियो आऊ कहाँ जङ्गल छिरायो अहिले यस्तो बेलामा तर्न खोज्दै हुनुहुन्छ आउनुभयो क्या हो कतै हुन्छ दाइहरूले दाइहरू आउनुभयो हामी पनि जान सक्छौँ होला सायद कस्तो छ के हो तर फोर्स खतरा छ नि त खोलाको दाइले त झोला छोला भएर गर्नु पर्यो
दाइ तर्नु भइजान है फर्स्टमा तर्नु दाइ नि उहाँ भन्नुभयो यहाँ अहिले अब तर्नको लागि नि यता नि कुर्ने यता नि कुर्ने सबै खोला खाँदा उतापट्टि पनि के भन्छ जाने हामी फाइनल्ली 1 घन्टाको खोला तर्दा तर्दा हिँड्दा पानीमा भिज्दा हामी लाङटाङ भन्ने ठाउँ आइपुग्यो झन्डै मगाएको रविलाई झन्डै मान्छे हराएर भिडमा गएर भन्न फाइनली तर लाङटाङमा यो लेभलको एडभेन्चर गर्न चाहिँ तपाईँले पाउँदैन है त्यो चाहिँ नेक्स्ट लेभलको छ 3455 मिटर के पानी परेछ झर्नाहरू तारेतिर झर्नै झर्ना त कति हो हामीले गरेको एडभेन्चर चाहिँ लाङटाङमा आएर चाहिँ पैसाले गर्न सक्दैन यसको लागि चाहिँ विशेष टाइम आउनुपर्छ विशेष मौसम हामीलाई प्रकृतिले नै त्यस्तो दिइरहेको हो होइन पिक चढेला भ्यू देखेला नदेखेला छुट्टै कुरा छ होइन तर त्यो लेभलको यसरी खोला तर्दै खोला लाङटाङ आउने चाहिँ हामी सायदै पहिलो व्यक्ति हाम्रो ग्रुपमा चाहिँ हो है अब अरू यो टाइममा हामी जस्तो होइन त्यो हिसाबले अब लाङटाङ भित्रसम्म कति राम्रो देखियो त पारिपट्टि आहा ल कति राम्रो घरै गरेछ यहाँ कति त परेको हावा यस्तै लागिरहेको छ मान्छे उडाउने खालको पानी जता पनि पानी छ यो झर्नै झर्ना भयो त माथिबाट पानी खसेर त्यो पानी जता नै आउनु सक्छ त्यस्तो भएको छ यस भिज्दै अब त्यहाँ आधी मान्छे त फर्केर बाटोमै रोकियो कोही आउँदै आएन कोही खोवा ताउन बिचमै बस्यो तर हामी चाहिँ आइपुग्यौँ है फाइनल्ली सबैजना कन्डिसन ठिकै छ अहिलेसम्म कसैलाई केही नि भएन त्यही ठुलो कुरो हो मनसुन ब्रेकमा चाहिँ अलिकति क्यालकुलेसन यो अपनाउनै पर्ने रहेछ होइन खोलै खोला छ तर्नको लागि पनि कति साह्रै छ हाइट के छ त भाइ अवस्था ठिक छ अवस्था रमाइलो छ हो रमाइलो अब हुन्छ भक्क मेरो लागि पछाडि आउँदैछ बाटै हो क्या म चाहिँ त्यो अनि त्यहाँ गहिरो रहेछ भने लटी भएन अहिले ए ल ओ एडभेन्चर भयो है एडभेन्चर बिचक रमाइलो भइरहेछ मौसम विभागले भनेको नभएर आयो मुन्दुम जाने बाटो के हो मुन्दुम ओ रमाइलो भयो रमाइलो ल के भन भेज बोल न भेज यहाँ रेकर्ड भइरहेको छ ओहो बाटै छैन यार ल खोला त पुरै समुद्र भयो त आज यहाँ लाङटाङमा त खुट्टामा पानी छिरेर खुट्टा जाम भइसक्यो मेरो पहिलो गरी यस्तो चिसो भइरहेछ कि म बुझाउन सकिरहेको छैन हात त्यस्तै भइरहेछ हो ल साथीहरू पुल चढ्दै सबै पानी नै पानी छ हेर्नुहोस् दर्शकबिन पानी नै पानी छ आज नि 6
छ नि लाङटाङमा आज यति पानी परेको छ यति परेको छ कति परे उ यति देखाउने पानीले यहाँ हिँड्ने बाटै छैन ला बगाउन त मुला लाङटाङ त आज डुबाउला जस्तो पानीले फाइनली हामी मुन्डु आइसक्यौँ 3550 मिटरमा बिहान बिहानबाट हिँडेर बेलुका मुन्डु त्यसपछि पानीमा भिज्दै अब चाहिँ एभरेस्ट भन्ने होटल छ को एभरेस्ट भन्ने त्यहाँ जान पनि छ चाहता खोज्छु छ कुन चाहिँ हो थाहा छैन पानी परेको परेछ 1 मिनट पनि रोकिन आज यार दिनभरि पानी पर्यो हो फाइनली हाम्रो आयो पानीमा भित्दै भित्दै भयो नि आयो ल आइपुग्यो आइपुग्यो चोक पानी पऱ्यो चोक अँध्यारो छ त 10 घण्टा हिँडेछ म कस्तोमा भइरहेछ त अहिले 10 घण्टाको बसाइ पछाडि किसन दाइ दामी छ नि एउटा खोलाले गर्दाखेरि एउटा हैन 5 वटा तपाईँ एउटा गर्नु चेयर कति दिनको बसाइ हुनु थाहा छैन हैन मेरो पनि चाउचा यहाँ छ चाउचा आइसक्यो बाजे के छ ठिक छ नि ठिक छ हाम्बालेको कहाँ हाम्बाले तपाईहरु माथिबाट हो ए माथिबाट ल म चाउचा खान्छु है त्यसपछि अरु कुरा हुन्छ दुईवटा छ एउटामा त पुल छ एउटामा पुल छ एउटामा पुल छैन ओहो कति राम्रो राम्रो भ्यू हिजोको स्ट्रगल चाहिँ वर्थ गऱ्यो है अलिकति ओ माई गड यो क्यान्जिङ रिभर 360 भ्यू हेर्नु भए त बवाल हुन्थ्यो है तर वेदर त राम्रो छ त आज त पर्नलाई कति राम्रो हो के गाइस बाती गएर घाम लाग्छ भन्ने सोचेको थिएन घाम चाहिँ यहीँ राम्रै लाग्यो आज सोचे भन्दा नि राम्रो लाग्यो पानी पर्छ जस्तो लागेको थियो आज दिनभरि सरप्राइज गरिदिएन लाङटाङले आज बिहानै हिजो पुरै हिँडेर खोला 5-6वटा तरेर बल्ल बल्ल त्यहाँ भाइ बहिनीहरूलाई नि बगायो भन्ने कुरा छ हामीभन्दा सँगै आएको 16जना ग्रुप कस्तो नराम्रो लागेको थियो रातभरि होप्सो केही नराम्रो नहोस् न्युज गुड आओस् त्यो वेडिङमा छौँ त्यहाँ अगाडिको हिमाल चाहिँ बबालै देखिरहेछ कति बेला त हिमालमा पुगौँ भइरहेछ मलाई चाहिँ होइन हामी चढ्ने पिक चाहिँ 2टा छ त्यो पिक चाहिँ कुन थाहा भएन मलाई हजुर उयो माथितिर भयो नि दाइ यो यतापट्टि साइड कति क्यान्जिङ हो यो चाहिँ गाङचुम्बो भन्छ हैन हजुर यो बादल छ नि अलिअलि हजुर त्यो चाहिँ पिक हो बा हामी त्यहाँ पुग्नु पर्ने हो अब चढ्यो भने त्यहाँ पुग्नु पर्ने आज त भ्याउनु जानलाई आज क्यान्टिन रिजा दुईटा विषय भनेको 40 हो त हिजो राति आउँदाखेरि पानीले जुत्ता पुरै भिजाह आगोमा सुकाएर नसुकेको अब घाम लागेर सुकाउँदैछ रविले आफ्नो जुत्ता सुटुक्क ल्याएर सुकाएछ हामी छोडिदिएर हामी ल्याएर सुकाइसक्यौँ ब्याग पनि बाहिर राख्ने क्या हो ब्याग त मेरो खासै भिजा छैन यसो म यसो राउन्ड हाल्न आउँछु कस्तो छ भिजेस र साँच्चै रमाइलो छ है रमाइलो चाहिँ दामी रमाइलो छ
मान्छेहरू त हिजोको पानीले गर्दा डिस्टर्ब भएर कोही पनि आइपुगेको छैन यहाँ बिहानसम्म। प्रायः सबैजना मुनतिरै छ क्या, आज कोही चढेकै छैन मासतिर। यस्तो भ्यू हुन्छ भनेर सोचेको पनि थिएन है, तर हामी चाहिँ अब अनफर्चुनेटली लक्की नै भनौँ न, यहाँबाट यस्तो भ्यू देखिरहेको छौँ। यहाँबाट फर्किनेसम्म माइन्ड अफ गरिसकेको थियो हामीले हिजो बेलुकासम्म, तर दामी देखिएको छ। फाइनली हिजोको स्ट्रगलले हामी फर्किने भन्ने नै लगभग निचोडमा पुगेको मान्छे पनि आज मौसमले साथ दिएर हामी हाम्रो यात्रा मुन्दुङबाट पिकसम्मको लागि सुरु गरिसक्यौँ हामीले अहिले। कता छ आज सिधा बाटो भएर होला, एकछिन हो 3 मिनट जति। त्यहाँबाट अब दाइ र दिदी पनि हुनुहुन्छ बुझ्छ त। जोस् आजको हाम्रो यात्रा चाहिँ त्यो परको हिमाललाई नजिकबाट निहाल्ने छ। हेरौँ कतिको साथ दिन्छ मौसमले। खोला चाहिँ झन् धेरै तरेको, अब यस्तो शान्ति नै खोला चाहिँ हामीलाई मतलबै लाग्दैन आजबाट चाहिँ। यस्तो नि खोला हुन्छ अनि यहाँबाट पर्दैन यतैबाट आइज अहिले चाहिँ। साथी जोसमा छ हिजो हामीले सबैजना धेरै यात्रा थियौँ। मान्छेहरू नै आत्तिरहेको छ हिजो डेम्बोबाट कसै तपाईँहरू यहाँसम्म आउनुभयो त्यो होइदैन भन्ने मान्छेको रियाक्सन आउँछ होइन। वी डिड इट। यता पनि यति राम्रो छ, यता पनि राम्रो छ, यता पनि राम्रो छ, यता पनि राम्रो छ। अच्छा तिमी राम्रो छ। कता चाहिँ हेर्ने त हामी हिजो त मौसमको सुधारसँगै हामी आज हाम्रो स्कुलमा अलिकति फरक परेको छ, किनकि हामी हिजो चाहिँ पानीले भिज्दा सबतिर नरोकिकन आयौँ। आज त्यो मौसम राम्रो छ, हामी फोटो खिच्दा धेरै बिस्तारै हिँड्दैछौँ। अरू मान्छे टन्नै आउँदै हुन्छ आज चाहिँ मौसम खुलेर होला, तर आज मौसम खुल्छ भनेको सोचेको थिएन है। आज चाहिँ मिराकलै भयो क्या। जोस् जति नजिक गयो त्यति रमाइलो, त्यति राम्रो फिल भइरहेछ। अनि हामी नेसपाली भन्ने ठाउँमा आयौँ। 3620 मिटरमा छौँ हामीले। कति अगाडि जान्छौँ, कहाँ जान्छौँ, कति राम्रो भ्यू देखिरहेछ अगाडिपट्टि। जति हेऱ्यौँ लाग्ने। भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ डेन्जर पहिरो माथिबाट यसो आउने रहेछ, भ्यू पुरै डेन्जर रहेछ। यतापट्टि चाहिँ अब हिमालहरू, त्यहाँ साथी फोटो खिच्नु भएको छ। रातिर प्याराग्राफी हुन्छ, हामी फोटो खिच्छौँ माथि। माथि आएपछि एउटा यो पास अन लेफ्ट भन्ने लेखेर चाहिँ तल के हो बुझिएन। बिचमा चाहिँ पानी टक्क जाने खालको, अनि त्यो पानीले आफै घुम्ने माने बनाएको रहेछ है। त्यो नाइस लाग्यो, दामी लाग्यो है। मान्छेहरू ट्रेकिङ जानु त टन्नै हुनुहुन्छ अगाडिपट्टि। खानपानी धारण रहेछ अगाडि, त्यस्तो हाइड्रन ट्याक्क मिलाएर जस्तो माथि त व्यवस्थित बनाएको चल हेरेर। अझै खासै प्राइभेट जग्गा तल निकुञ्जको जग्गा नि कहाँबाट एउटा तल पनि प्राइभेटमा पनि खासै राम्रो थिएन नि त। घोडा तबेलाबाटै हो क्या प्राइभेट सुरु हुने। रमाइलो क्या एकदम, भ्यू पनि राम्रो आउने। यतापट्टि हिमालले त आज त मेरो मनै जितिसक्यो। हिजो मरिसकेको मन आज जितिसक्यो हिमालले। दिखाउनु भएन अरू भन्नु थियो। फाइनली पार गरेर आइज है। बाटो त अप्ठ्यारै छ, दिदी आउँदै हुनुहुन्छ।
कति सफा पानी हो क्या यस्तो हाइटमा पनि मजा आयो हामीसँग आएको नि देखिनु त म पनि बसेको होइन यस्तो हाइट पनि एउटा हाइट रहेछ माथिबाट पानी लिएर आएर यहाँबाट अनि हाइटोमा तल खसालेर हाइटो बनाएको छ दामी लाग्यो यस्तो हाइटमा नि हाइट देख्दाखेरि चाहिँ माथिबाट चाहिँ वाल देखिरहेको छ ल हाम्रो अब फोटो खिच्ने लास्ट स्पोट जस्तो छ अलिक भाषाभन्दा अगाडिको है दामी देखेको छ दामी ठाउँ छ कान्जिङ गोम्पा भन्ने ठाउँमा आइसक्यौँ अहिले समय ठ्याक्कै 12:30 बजेको छ मौसम हिजोको भन्दा आकाश जमिनको फरक छ हिजोको 12:30 बजे हामी पानीमा भिज्दै भिजोक थियो तर यहाँ दामी ठाउँ रहेछ खतरा लाग्यो मलाई होइन अनि यहाँ घरहरू पनि राम्रो रहेछ साइड हिमाल छ पिक भनेको चाहिँ माथिको पिक होला अब मान्छेहरू पनि चढेछन् माथि होइन त्यही डाँडातिरबाट चढेर अनि त्यहाँबाट चाहिँ तलतिरको भ्यू हेर्ने जस्तो छ मजा आइरहेछ मजा आयो एउटा लेक छ नि लेक यता थियो एउटा फोटो खिचिदिनु नि यहाँबाट हेर्नु कस्तो बल आउँदा चाहिँ भरै सुन्नु फाइनली हामी क्यान्जिङ गोम्पा आइसक्यौँ हिजोको स्ट्रगलले चाहिँ आज हामीले एकदम राम्रो भ्यू पनि पाएको छौँ है सायद धेरै कमले पाउँछ यो कुराहरू चाहिँ क्यान्जिङ गोम्पा साँच्चै रमाइलो रहेछ है त्यो चाहिँ मलाई एकदम मन पर्यो अरू ठाउँ हेरेर अब अझै माथि जाने अझै माथि झन् रमाइलो होला होइन आइसक्यो होटल बुद्ध इन भन्नेमा अब हामी यहाँबाट के गर्छौँ भन्दा सुरुमा खाना खान्छौँ होला त्यस पछाडि अरू कुरा गर्छौँ केटाहरू आवाज माथिबाट आइरहेछ हेलो नमस्कार गुरसनानीलाई अब ल्याउनु पर्छ पक्नु न मौसमले गर्दा गुरसनानी बाटोमै अड्किन् क्या ल्याउन सकिएन अहिले हाम्रो साथीलाई कस्तो चिल भयो रे हामीसँग लाएर म त निन्द लागिरहेछु इन्टेरियर क्या बवालकै यहाँको चाहिँ मस्त दामी लाग्यो मलाई इन्टेरियर पनि नाइस है अब हामी खाना खान्छौँ खाना खाएपछि हामी कहाँ जान्छौँ के गर्छौँ भन्ने कुरा बल्ल त्यस पछाडि गर्छौँ है त गाइज एट्याच बाथरुम छ एट्याच बाथरुम यसको छैन अनि म अर्को एट्याच बाथरुम चाहिँ म तल देखाउँछु यस्तै बेड तीनटा भएको छ नि छोटो तल एट्याचमा यस्तै हो सेम तीनटा बेड छ होइन तल टोयलेट तर सानो सानो बेड हो ए हामीलाई त सिंगल सिंगल भयो पनि तीनटा छैन त दुईटा मात्रै छ दुईटा मात्रै त्यहाँ फोन गरिरहेको त्यही तपाईँ भेट्न भयो नि आउनु पर्दैन तलै बस्नु पर्ने आज ल हुन्छ त्यसो भए आज चाहिँ हामी कुरेर बस्छु त्यो बमो मात्रै न बत्ती हुनु न नेट हुनु होइन डाटा खाँदा नै सौसनहरू कोअपरेटिभ थियो होला ल आज हामी लेक जाने बाटो रहेछ भने कहाँ लेक भनेको माथि लेक छ अरे बाटो नभए त्यहाँ माथि जाउँ न त यहाँ चढ्नलाई लेक छ अरे
ल फाइनली अब हामी अहिले 2:15 चाहिँ अब लेक हेर्नको लागि जान रेडी छौँ। ज्याकेट लाएर जानु पर्ला अब मान्छेसम्म चिने आउँछ ल चिल्लाएर पारिको भ्यू पनि हाम्रो त यहाँ छतबाट बवाल देख्दो रहेछ है। टक्क बादलले हिमाललाई छेक्दैछ यतापट्टि हिमाल क्लिन भ्यू है। अब हामी लेकबाट कस्तो दामी देख्छ होला। भोलि हामी पिक पनि जान्छौँ। आइम सो एक्साइटेड। निक्लेर लेक हेर्न जानु लागेको। लेक हैन लेक के भन्छ यार हाइड्रो पावरको ड्याम हो क्या त्यो लागि साइड ढुङ्गामा लेखिएको रहेछ। लेफ्टको लागि लेकको लागि लेफ्ट ग्लासियरलाई राइट यता हामी ग्लासियर सिकिम नजानु अनि चाहिँ लेक हो नि त होइन। अब हामी यो पुल भएको नभएको भए त हामी जान्थेनौँ लेकमा। पुल रहेछ सो वी आर गोइङ टु लेक। हामी लेकको लागि एउटा पुल चढ्नु पर्छ। पुल चढिसक्यौँ यहाँ उकालो लागेर राति लेक जान्छौँ। लेकको नाम थाहा भएन अब किन अब अहिले लेक हेर्नलाई माथि आइसक्यो। हाइड्रोले एउटा सानो ड्याम बनाएको छ हाइड्रोको लागि। अनि त्यो पानी तल लगाएर पाइपमा राखेर अनि तल हाइड्रो चलाएको रहेछ। त्यो तल चाहिँ हामी बसेको क्यान्चिन गुम्बा भन्ने ठाउँ हो। अनि त्यहाँबाट आएको चारैतिर हिमालहरू दामी देखिरहेछ। यतापट्टि पनि हिमाल छ। हिमाल त कति क्या आज त मजा आइरहेछ है। हामी लेक आयो होइन ऊ त टाढाको टुप्पामा मान्छे हिँडिरहेछ हौ 5-10 जना देखिएको छैन यहाँबाट है। तर त्यो टुप्पातिर जुम गरेर हेर्नुपर्छ भोलि। यतापट्टि चाहिँ यस्तो छ त्यो हिमालको हिउँहरू पग्लेर आएर अनि यहाँनिर पानी स्टोर भएर लेक बनेको छ। त्यो लेकबाट चाहिँ हाइड्रो बनेको रहेछ। तर पिस लागेको ठाउँ चाहिँ घुमेर सर्टकट हानेर अनि त्यहाँबाट हामी ग्लासियर हेरेर चाहिँ क्यान्जिङ गुम्पा फर्किने निर्णय लियौँ। अहिले हामी यो लेकको किनार हिँड्दैछौँ। बाटो छ कि छैन हामीलाई थाहा छैन तर बाटो होला भन्ने आशमा हामी हिँड्दैछौँ बिस्तारै। अब केही होला हामीलाई हिजोदेखि साथ दिइरहेछ सबै कुराले होइन। आज नै हामी कुरामा सक्सेस हुन्छ भन्ने कुरामा म एकदम ढुक्क छु। लेट्स सी। याक देखियो अगाडिपट्टि यहाँ चौरी रहेछ। अनि अब हामीलाई बाटो छोड्दैछ चौरीले। यो हाइटमा चौरी हुँदो रहेछ। अनि चौरीलाई यहाँ छोड्नु जस्तो मान्छेहरूले अनि आफै घर पनि आउँछ के हो थाहा भएन। त्यो चाहिँ हामी उता गएर बुझौँला होइन। चौरीले हामीलाई हेरिरहेछ। हामी चौरीलाई हेरिरहेछौँ। नमस्कार। ओइ आयो यार आयो। चौरी लगाडेको अवस्था रवि आउँछ है अहिले। यसलाई माथि कटुमा छ अरे। हाम्रो भीम पनि भागेको अवस्था अहिले चाहिँ। एक्सट्रिम भयो त यार यो त। कता भाग्यो यहाँ खुट्टा नि पुत्थर जस्तो मेरो। हुँदैन जङ्गल यो छोडिदिन्छ यतिकै। हजुर यतिकै छोडिदिन्छ चौकीलाई माथि छ माथिबाट थोरै माथि उडेर जाउँ नि त।
फर्किने माथि नि हेरौँ ल आउँछु अगाडि बाटो पत्ता लगाउँदै हिँड्दैछ यहाँ बाटो चाहिँ भेटिरहेको छैन अब नयाँ ट्रेक एउटा यो We make the route. नयाँ रुट बनायो यो रुटमा पछि तपाईँहरू आउँदाखेरि हामी हिँडेकै बाटो आउनु चौरीबाट बचेर यहाँ मान्छे आएको छ ओइ मान्छे त आउँदो रहेछ चौरीदेखि सातो जाने है मुन्जन बाटो छ कि दाइ अन्त नयाँ रुट एक्सप्लोर गर्दैछौँ हामीले यहाँ लाङटाङको प्रायः मान्छे यहाँ कोही आउँदैन होला हामी आइरहेछौँ होइन फाइनली हामी लेकको मुखमा आइसक्यौँ हामीले यत्रो टाढा पार गरेर चौरीहरूलाई पनि चौरीको दुईटा चौरीको लखटाइ चौरीबाट डराएर चौरीको लखटाइबाट भागेर हामी लेकमा यहाँ आइसक्यौँ पर्नको लागि बाटो खोज्दैछौँ अहिले बाटो पत्ता नलागेको अवस्था हाम्रो रवि साथी बाटो खोज्न गएको छ बाटो कहीँ छ कि पत्ता लगाउँछ कि के छ अब कता छ के थाहा छैन है नेक्स्ट वीक प्लान फेल खाएर अब हामी फर्किँदैछौँ मलाई त डर चौरीको छ अरू केही छैन डर चौरी त गाई हो क्या गाई हमारी माँ है चौरी भने फाइनली हामी हाम्रो भ्यू पोइन्ट आइसक्यौँ लेकको हामी त्यहाँ रविले समुद्र यो तालको उद्गम बिन्दु खोजेर आएको रविले मुहान चाहिँ हेरिरहेछ हामीले चाहिँ पास हेऱ्यौँ पास भेट्यौँ हामीले चाहिँ जोस् समग्रमा हामी रविलाई हेरौँ भन्नु हामी रविलाई हेऱ्यौँ वेदर त अब पुरै छपक्कै छपिसक्यो अब हिजो कस्तो के अरे दिउँसो जस्तो छ होइन दाइ आउनु आउनु आउँछ आइज अब हामीले एक्सप्लोर चाहिँ गऱ्यौँ है जोस् फेरि म तल आएर माथि जाने आँटै आएन दाजुभाइ तास खेल्ने कार्यक्रम हाम्रो सुरु गरेपछि तास खेल्ने कुरो हो हामी तास खेल्छौँ होइन आयो त मेरो आयो त आयो आएछ है के भन्दा म हेरेर बाँड्नु मिल्दैन मिल्ने हाल्दिनँ म ट्रायल सरी आई होन ओके सरी Finito. ट्रायल त आयो एउटा यार ओहो लास्टसम्म कलर रहेछ लास्टसम्म कलर थियो क्या उता रोनाल्डो लास्ट कलर थियो क्या धेरै केटीहरू चाहिँ यसलाई सधैँ खाइदिएको बोर्डै यहाँ अघि फेरि बाँड्नु भने बाँड्नलाई हुन्छ दुःख भयो नि त Hello, good morning from Kanjing Gomba. It's our last day and आज हामी पिक चढ्न लाग्छौँ फेरि बिहानको कति बज्यो भन्दाखेरि लगभग 6:10 भयो अब हामी कति बेलामा माथि पुग्छौँ के छ होइन के त छैन हामी प्लान गर्छौँ सो वी आर एक्साइटेड एन्ड रेडी टु लेट्स गो मौसमले साथ आज कतिको दिन छ राम्रै दिएछ हेर्दा हो घाम लागेर पहेँलो भइसक्यो घाम पनि लागिसक्यो अब लाग्नुपर्छ होला हामी ल लागौँ है त बिहानको मौसम पनि हेरिदिउँ कस्तो छ हामी त रेडी भइसक्यौँ चट्ट लाएर हिमालमा थोरै घाम देखिएको छ तपाईँ त नि हिमाल पुरै क्लिन छ माथि मान्छेहरू जान थालिसक्यो होला हामी त्यो अब ढिला पनि भइसक्यो
मान्छेहरू माथि टुप्पोमा पुगिसकेको रहेछ सो हामी नभए निक्लिहाल्नुपर्छ यार ढिला भयो आज फाइनली 1 घन्टाको हिँडाइपछि हामी यो हाइटमा आइसक्यौँ हाम्रो साथीहरू चाहिँ मुनि आउँदैछ रवि र अन्सु थापट टाइप दिदी नै आउँदै हुन्छ तल्ल हुनुहुन्छ हामी बिच बसेको त ऊ त मुनिको हो कान्जिङ गुम्पा भन्ने हिजामको लेक थियो उतापट्टि साइडको हामीलाई अझै यति माथि डाँडा चढ्नु छ आधी बाटो पनि भएको छैन होला उतापट्टिको भ्यू चाहिँ माउन्टेनको बबाल देखिरहेछ मजा त यस्तो भ्यू देखिएको छैन अब भ्यू कति राम्रो हुन्छ होला भनेर सोच्दा म यहाँ धेरै एक्साइटेड भइसक्यो क्या कति बेला माथि पुग्नु जस्तो भएको छ लेट्स गो यही हो यही हो फर्स्ट यही हो ओके दामी भ्यू देखिरहेको छ दामी काठमाडौँबाट यही हेर्न अब हामी माथि जान्छ माथि पिक छ हामी अझै माथि पिकसम्म पुग्छौँ एउटा पिक छ होइन एउटा पिक छ यहाँ त्यो पिक चाहिँ हेरिदिउँ अनि त्यो माथि हामीलाई फेरि साथीहरू आउन्जेलसम्म है त्यो क्यान्जिङ रिभ्यू भनेको त के रहेछ It's 41. Hey, Dada, I'll photo this. No. Morning. क्यान्जिङ री 4400 मिटरमा आउन सफल भइसकेको छौँ यहाँबाट हामी माथि जाने कि नजाने भन्ने कुरोमा हामी अलिकति यहाँ अड्किएको छ तर हामी जाने नै निर्णय लियौँ हामीले बहुमतले पारित भइसक्यो सकेको माथि अब हामी सकेको माथि गएर ठ्याक्कै तल फर्किन्छौँ है अनि काठमाडौँतिर लाग्ने आजबाट कता पुगिन्छ के हो होइन त्यो भ्यू चाहिँ बवाल देखिरहेको छ है ल रहेछ यो तिमी कुन चरा हो भन्छ सोध्नेका यो त हिरो भयो फाइनली 4400 मिटरको क्यान्जिङ री लोवर चढेर हामी अझै माथि आइसक्यो यो चाहिँ बिस्तारै स्टप रहेछ यहाँबाट माथि चाहिँ खिचिरहेको छु मैले यहाँ पक 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 ल ल ल रुक न त 360 भ्यू खिच्नु एउटा है फाइनली सक्कु आजको ल ताङताङ भनेको यति नै हो रहेछ माथि पनि छँदै थियो अब जान सकिएन हिमालतिर चाहिँ
उता पारीको होला दाइ अघि बारीको भन्नु जस्तो लाग्थ्यो होइन यो सबै लाङटाङ हो लाङटाङको चाहिँ त्यो नम्बर हाम्रो रविले कफी मगाउँछ त्यहाँ हाइटमा आएर कफी खाएर गइदिउँ भन्ने कुरो हो कफीको हलेको एउटा भिडियो बनाइदियो भने अरू केही गर्न चाहिँ विशेष गरेर रविले कफी बनाएर भने बुढीले पाल्छ है यसमा हेरेको भने तिम्रो लागि मैले भिडियो है यो चाहिँ स्पेसली अर्को काम त छैन मन घोच्युले गइदियो यहाँ तात पनि हाल्न यो दुईटामा हामीहरू फर्किने क्रममा छौँ झोला बोकेर अन्सु स्विक्क सुई हिँड्दैछ उनीहरूलाई चाहिँ ओ माई गड बाई हेलो यस्तो खतरा के अब ल निन्जर तपाईँ ढाका टोपी लगाएर कता गर्नुभएको अलिअलि दाइ हाम्रो राङटाङको ट्रेकिङ अब सक्यो होइन अब होइन बुद्धै भन्ने ल त अब यो आउने मान्छेहरूलाई के भन्न चाहन्छु तपाईँ अब मैले बारम्बार अब होटेललाई भन्दा पनि अब म चाहिँ अब अलिकति पहिल्यैदेखि टुरिस्टको एउटा यहाँ लोकल गाइड पनि भएको हुनाले मैले कति टिकटकमा चाहिँ तपाईँलाई अस्तिको त्यो त्यस्तो बेला पनि मैले कतिलाई चाहिँ अब अवेर हुनु भनेर चाहिँ मैले भिडियोहरू पनि बनाएको थिएँ अब तपाईँहरूलाई धेरै इम्पोर्टेन्ट भयो होला मेरो भिडियोले होइन सेफली सबैलाई त्यो पुगाउनु भयो यहाँसम्म अनि अर्को कुरा भनेको चाहिँ अब नेपाली पर्यटकलाई चाहिँ मैले बारम्बार धेरै ठाउँमा मैले बोलेको छु अब पहिलाभन्दा त नेपाली पर्यटकहरू अहिले धेरै सुध्रेर ट्रेकिङ गर्न थालेछ अनि राति बेलुका चाहिँ प्रायः नहिँड्नु होइन टाइम ठ्याक्कै भए चाहिँ अब 2-3 बढीमा बढी 4 बजीसम्म त्यहाँबाट एउटा क्याम्प हुन्छ भने त्यहाँ बस्नु कि अब राति हिँडेर अब जङ्गलको बाटोमा रिक्स हुनसक्छ ढुङ्गा खस्न सक्छ होइन अनि वेदरहरू पनि अलिक स्टेबल अलिकति नराम्रै छ भने चाहिँ तपाईँहरूबाट एकै ठाउँमा बस्नु सेफली बस्नु होइन अब त्यस्तोमा जबरजस्ती ट्रेकिङ भनेको जबरजस्ती गर्ने होइन ट्रेकिङ गर्दाखेरि चाहिँ एउटा मोटो हुन्छ त्यो चाहिँ के हो भन्दाखेरि सेफ्टी अलवेज फर्स्ट त्यही भएर तपाईँले ट्रेकिङ गर्नु छ भने चाहिँ सेफ्टीलाई चाहिँ हिमालमा ट्रेकिङ गर्ने हो भने चाहिँ सेफ्टीलाई चाहिँ एकदम तपाईँले उ त गर्नु होइन अब अर्को कुरा भनेको चाहिँ अब लाङटाङ त अब तपाईँहरूलाई मैले भन्दा बेसी जानिसक्नुभयो होला माथि घुम्नुभएछ अब आउने उ त पर्यटकहरूलाई पनि अब लाङटाङ तपाईँहरूले नबिर्सनु लाङटाङलाई माया नमार्नु एकदम अहिलेको नेपालीलाई चाहिँ एकदम हुने गरेर राम्रो ट्रेक बनेको छ होइन हाम्रो ट्रेक अब यो लाङटाङको मान्छेहरू चाहिँ तपाईँहरूलाई चाहिँ एकदम यहाँ वेलकम गर्नलाई चाहिँ रेडी हुन्छ अब म र मेरो बुद्धइन होटल बुद्धइन यो क्याङजुन गुम्बाको टिमले पनि तपाईँहरूलाई चाहिँ अब यहाँ बुद्धइनमा भेट्ने चाहिँ ठुलो रहर चाहिँ गरिरहेको छु धन्यवाद थ्याङ्क यू भाइ भाइको सजेसन चाहिँ हामी युट्युबमा राख्छौँ होइन मलाई यसो हामी फेरि आउनु सक्छौँ है घुम्नलाई राम्रो लाग्यो हामीलाई अब बिहे गरेर बुढी लिएर आउँछु म चाहिँ पछि गुरास्तान लिएर आउँछु म ल लाग्यो है अब चाहिँ टोली अगाडि बढ हो क्या अब
पाँचवटा घोडाको 500 दोस्रो घोडाले हेर्दा त तेरो टाउकोमा 2750 यसको टाउकोमा 2750 मेरो टाउकोमा 27। जय लाङटाङ। अब हामी लाग्यौँ है त। अब सक्यो ट्रेकिङ। अब भर्खर हामी दसैँको खसीको मासु छोडी छोडी आएको यतिको लागि हो अरे क्या। तिमीलाई म चक्लेट दिन्छु, तिम्रो नाम भन्नुपर्छ। ल ल थ्याङ्क यू भन नि त। अब यता क्यामेरामा हेरेर थ्याङ्क यू भन। दादा म पनि चक्लेट खाने। 100 एउटा खाने रवि, 100 एउटा खाने। बाटोमा कति काम लाग्छ यो म बोकिरहेछु। मुख रसाउनको लागि